सामाजिक सुरक्षा कोषमा लगइन कसरी गर्ने र पासपोर्ट रिसेट कसरी गर्ने भन्ने कुरा म बताउन हजुरहरूलाई गइरहेको छु। सर्वप्रथम क्रोम ब्राउजर अथवा गुगलमा गई ssf.gov.np लेखेर सर्च गर्नुहोला। त्यसपछि सामाजिक सुरक्षा कोषको एउटा वेबसाइट देखा पर्दछ, त्यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि सबैभन्दा माथि SOYS अनलाइन भनेर देखा पर्दछ, त्यसमा क्लिक गर्नुहोला र माथि देखाइएको दाहिनेपट्टि योगदानकर्ता लगइन भनेर देखाइएको छ, त्यसमा गई टच गर्नुहोला। यति गरिसकेपछि हजुरहरूले युजर नेम, पासवर्ड र SSID नम्बर राख्नुपर्ने हुन्छ। यदि हजुरहरूलाई युजर नेम, SSID नम्बर थाहा छैन भने हजुरहरूले श्रमस्वीकृति गर्दा नै SSID नम्बर प्राप्त गर्नुभएको हुन्छ। यही नम्बर नै युजर नेम र SSID नम्बर रहेको हुन्छ। यदि हजुरहरूसँग पासपोर्ट छैन भने पासपोर्ट रिसेटमा गई टच गर्नुहोला। यति गरिसकेपछि हजुरहरूलाई पुनः युजर नेम र SSID नम्बर राख्न भन्छ। श्रम स्वीकृति गर्दाखेरिको SSID नम्बर नै युजर नेम र SSID नम्बरमा राखी रिकभरमा टच गर्नुहोला। यति गरिसकेपछि हजुरहरूलाई जीमेल आइडी वा मोबाइल नम्बरमा कुनै एक टच गरी त्यसमा सेन्ड OPT मा टच गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि हजुरलाई OPT आउनेछ, त्यो OPT लाई कपी गरी पेस्ट गर्नुपर्नेछ। यति गरिसकेपछि हजुरहरूलाई पासपोर्ट चेन्ज गर्नको लागि अप्सन खुल्नेछ र न्यू पासवर्डमा गई तपाईहरूले पासपोर्ट क्रिएट गर्न सक्नुहुनेछ। फेरि कन्फर्म पासवर्डमा गई त्यही पासवर्ड क्रिएट गर्नुपर्ने हुनेछ। अनि पुनः ब्याक आई योगदानकर्ता लगइनमा गई टच गर्नुहोला र युजर नेम, पासवर्ड र SSID नम्बर राखेर लगइन गर्नुहोला। यति गरिसकेपछि हजुरहरू सामाजिक सुरक्षा कोषको लगइन गर्न सक्नुहुनेछ। यदि साथीहरू हजुरहरूसँग इमेल आइडी नम्बर थाहा छैन, मोबाइल नम्बर थाहा छैन, हजुरहरू श्रम स्वीकृति व्यक्तिगत नगरी मेन पावरले गरिदिएको छ र सम्पूर्ण प्रक्रिया मेन पावरले गरेको हुनाले हजुरलाई केही पनि थाहा छैन भने त्यस्तो अवस्थामा जीमेल आइडी, मोबाइल नम्बर कसरी चेन्ज गर्ने र कसरी OPT लिने र कसरी लगइन गर्ने तरिका म अर्को भिडियोमा बताउने छु। कृपया त्यसको लागि एक लाइक र सब्स्क्राइब गरिदिनु होला।